के गर्नु भएको दाजु त्यहाँ दुःख नगर्नु पोहोरको साल पनि फलेको छैन भन्दै थियो भाइले दुःख मात्रै हुन्छ म अहिले भर्खर आएर यहाँ कोट्याउँछु भाइको हातमा ननिस्केको बा खन्नु तरिका पुर्याएन जानेन कि एक दुईवटा त देख्दैछु म यहाँ निकाल्छु अब त्यसो भए त दुःख गरेको त हुन्छ के हो वर्षा दिनमा सबैले अब माघे सङ्क्रान्ति भनेर कसैले अब सेलरोटी पोलेर खान्छन् कोही फलफुल जरेला इस्कुसको जराहरू सबै खान्छन् अब पनि भएको यसो लोकलहरू यसो खनखान गर्दाखेरि बा निस्किहाल्छ कि भन्दै गर्छु यहाँ नै यहाँ छ रहेछ त यत्रो ठुलो छ यहाँ हेर्नु त दुःख गरेको अनुसार यहाँ निकालेँ त मैले यत्रो छ भाइले पोहोर निकालेन आलु जस्तो छ धेरै पुग्यो नि त्यो यत्रो धेरै चाहिँ आमै भाइलाई खन्नु हुने गरे भाउजूले गाउँमा बसेको त अनि यति हो नि त फाइदा होइन पोहोर पनि मैले खनेको भएन भन्दै थियो भाइले म त यो निकाल्दैछु त अब आजलाई त्यति भए भोलिलाई खाने यति भएको चाहिँ पुगिहाल्यो नि अब यहाँ फेरि 2082 सालको माघे सङ्क्रान्ति मैले को लागि हाम्रो तरुल खन्ने इस्कुसको जरा खन्दै थियौँ क्या यहाँ मुसाले खाएर एउटा त कुही पनि गएको छ त्यो कुन हो यो कुही गएको छ यो कुही गएको छ फर्कै माटो त सबै उँधो गइहाल्छ फेरि चिम्टे माटो हुँदैन यो यहाँ छ यो एउटा काटिन्छ बिस्तारै जोगाएर निकाल्नु हुन्छ काटिजान्छ पहिला हाम्रो यस्तो स्कुलको जरा त हाम्रो रमेश दाई कान्छा हाम्रो दाईले दाई कान्छाले चाहिँ मजाले पहिला घर मुनि हुँदाखेरि फलिदोमा लाइन्थ्यो फलिदो पनि अहिले मरिहाल्यो त्यो ठाउँमा कम्ती ठुल्ठुलो यस्तै ठुल्ठुलो निकाल्नुहुन्थ्यो म हेरिरहन्थेँ दाइले निकालिरहन्थ्यो स्याक्सिङ तान्दै निकाल्नुहुन्थ्यो मजा लाग्थ्यो फलेकोमा त निकालिने रहेछ नफलेकोमा त के निकाल्नु खोइ पोहोर भाइले पनि खनेको यहाँसम्म त खनेको छ तर अलिक यो बिग्रेको थिएन झ्याम्पलले फेरि बिग्रिहाल्यो जरेला खानु कहाँ सजिलो छ त त्यत्तिकै देखो गर्नुपर्छ नि जरेला भनेर मात्रै हुँदैन इस्कुसको जरा होल खन्ने मुसा जस्तो निक्लिगयो तर झ्याम्पलले पासमा पारे दुलो पारिहाल्यो राखेर खानु मिल्थ्यो है अघि मैले 2 बोटकै वनको तरुल पनि लगभग 10 केजी निकालेको छु मैले वन तरुल एकैछिनमा यत्रो धेरै फेरि 1 घन्टामै पो त निकाल्यो जरेला माघ 1 गतेको लागि रेडी हुँदैछ दाजुले खन्दै हुनुहुन्छ यहाँनिर हाम्रो जरेला पनि छ एउटा घर नजिकै यहाँ चाहिँ तर यत्तिकै अहिले मात्रै छ पूर्ण फलेकोले यसपालि फलेको पूर्ण फलेकोले यसपालि अलिक फलेछ भाइले फेरि यता मात्रै खनेछ भाइले अलिकति खन्दै भेटिहालेको रहेछ क्या भाइले फेरि यहाँ माथि मात्रै खनेछ अनि फेरि यता खनेछ खाल्टा पारेर क्या माटो हुँदो जान्छ उँभो फाल्दै ए यो त सानो रहेछ गयो एउटा त्यहाँ पनि एउटा निकाल्नु बाँकी छ अझै के गर्नु कोही बेला भएको चिजहरू पनि खोजी खानु सकिँदैन कि कामले नभएर विशेष त गाउँको यहाँ पनि छ यहाँ पनि छ दाजुले यहाँ पनि जस्तै पनि निक्ल्यो त भन म त हामीलाई खाँदैन नक्सो हुने बिग्रदाखेरि नबिग्रदा ठिकै हुन्थ्यो यतिकोले पनि यसो गरेर न्यागी हान्ने खालको थिएछ सबै भिड के भएर अलिक समय त साह्रो उता भएको होइन पानी चिसोले पानी धारा मास्तिर धारा यहीँ छ धारा हेटरे अब छ हाम्रो त यहाँ पनि छ यहाँ पनि छ अलिकति खन्दै निक्लिएको छ